अब हामी यो जङ्गलको बीचबाट पातले गुफा जाँदैछौँ। पातले गुफा पनि हाम्रो चम्पेको एउटा स्थान हो। यसले पनि इतिहास बोकेको छ। अब पातले गुफातिर हामी लम्किँदैछौँ है। जङ्गलको बीचबाट हामी पातले गुफातिर लाग्दैछौँ। ओकालो अनि ओह्रालोको जङ्गलमा हामी पातले गुफा जाँदैछौँ। कहिले ओकालो कहिले ओह्रालो। अनि दिदीको भनाइअनुसार त यहाँ त निगाले बाघ आउँछ अरे है। अनि दिदी अरू के जनावरहरू फ्याट्टाफुट्टा देखिन्छ? स्याल परिसक्तो, स्याल, अनि बन्डाडे, अनि त्यहाँदेखि बाँदर, त्यहाँदेखि दुम्सी, हजुर, त्यहाँदेखि खरायो अलिक पातलो, अनि बनकुखुरा क्या, बनकुखुरा, कालिज, त्यस्तैहरू हुन्छ। हिरण अनि मृग मृग चाहिँ पनि राम्रै पाइन्छ। मृग त कहिलेकाहीँ बाटो उफ्रिराखेको हुन्छ। टेर्दैन, मृगले टेर्दैन, बाँदरले टेर्दैन। टेर्ने भनेको खराएर दुम्सी चाहिँ अलिक पातलो पाइन्छ। अनि कालिज पनि परिसक्तै पाइन्छ। अनि चितुवाहरू त्यस्तोहरू? चितुवा पातलो यो त होइन, यो पारीको जङ्गलमा। पारीको जङ्गलमा चाहिँ यहाँ चाहिँ छैन। निगाले पाउँछ भने जङ्गलमा त्यस्तो डरलाग्दो छैन? त्यस्तो खासै डरलाग्दो त छैन। बाघै चाहिँ छ भन्न सकिँदैन होइन, तर निगाले चितुवाहरू चाहिँ अलिअलि पाउँछ। कहिलेकाहीँ चाहिँ धेरै जसो तर्साउने मात्र पाइन्छ। तर्साउने त अब राति आउनुपर्छ अनि थाहा हुन्छ कतिको तर्साउँदो रहेछ, कस्तो हुँदो रहेछ भन्ने कुरा चाहिँ। होइन, एक रात त तपाईँसँग हामी आउँदाखेरि हामीलाई त मजाले तर्साएकै हो, हाम्रो पछि लागेकै हो। कुरा त आफूलाई पनि थाहा होला। छमछम होइन, सराक सुरुक। दिउँसै त कुनै ठाउँ यही उयसमा दिउँसै तर्साउँछ। तपाईँको ठाउँमा पनि दिउँसै तर्साउँछ भन्नु हो कि होइन? एक्सर्साइज गरेको हुनसक्छ। हामी पातले गुफातिर आउँदैछौँ र तल अब बाटो देखियो। ओकालो ओह्रालो गर्दै हामी चम्पेको परिसर घुम्दैछौँ र चम्पेकोमा रहेको जति पनि पर्यटकीय स्थलहरू छ त्यसको निरीक्षण हामी गर्दैछौँ। निरीक्षण गर्नुको उद्देश्य चाहिँ हामीले चम्पेको यो जति पनि स्थानहरू छ त्यसलाई भिडियो गरेर यसलाई थोरै मात्रामा सकिन्छ भने हामीले प्रचार प्रसार गर्न सकियो भने पनि चम्पेको बारेमा धेरै व्यक्तिहरूलाई थाहा हुन्छ भन्ने उद्देश्यले हामीले यसरी भ्रमण गरिरहेको छौँ। यहाँ छ पातले गुफा। अब हामी पातले गुफातिर लाग्न लागेको र यो लाइट लिएर हामी अब तल पातले गुफातिर हामी जाँदैछौँ। त्यहाँभित्र के कस्तो स्थिति रहेको छ, के छ भन्ने कुरा चाहिँ हामी अवलोकन गर्नेछौँ।
ल अब हामी पाताले गुफाभित्र हामी जाँदैछौँ। बत्ती बोल। बत्ती छ छ। अब चिप्लो रहेछ है। चिप्लो होइन, हल्का हल्का मात्रै हो। त्यति साह्रो यो ब्याग भयो भने त ब्याग त छिर्दैन रहेछ। ब्याग सिम तिमी हातमा बोक कि मलाई अहिले तल दिनु। होइन त्यो भित्र उ छ नि त धुपहरू ल्याउ त। बर्खा पो लागेको रहेछ। हो चमेर पो उठ्नु रहेछ। अब बिस्तारै पाताले गुफातिर हामी अग्रसर हुँदैछौँ। यही हो, अलिकति अप्ठ्यारो छ। अप्ठ्यारो छ अलिकति। यति नै मात्रै बिस्तारै बिस्तारै पाताले गुफा। भान्जी पनि आउँदै हुन्छ। ऊ पनि आउँदैछ। भान्जीसँग छ के उज्यालो छ मोबाइल लिएको छ। यता पक्न एकछिन म फर्किन्छु है। ल ब्याग यहाँ दिनु। अलिक चिप्लो छ, त्यति साह्रो त होइन। अब अलिक कस्तो ल सिमरन त्यति साह्रो त्यही ढुङ्गा मात्रै अलिकति चिप्लो छ। ब्याग मलाई देऊ। त्यो ब्याग पनि ल्याउनु भएको। तल आउनु तल। ल ब्यागमा चाहिँ अलिक सरसामानहरू रहेको छ। ल जाउँ। अनि भान्जी त्यहाँबाट यहाँ तलसम्म चाहिँ आउनु पर्छ। यहाँ तलसम्म भयो। ल अब खोइ अब त बोक्दा हुन्छ। ब्याग ल्याउनुहोस् म बोक्छु। हजुर ब्याग ल्याउनुहोस् म बोक्छु। ल यहाँ छ पाताले गुफा। हामी पाताले गुफातिर, तर अलिक चिप्लो रहेछ है। मलाई पछारेको भनेको उसैले हो। ए पछाडिको। उसैले पछारेको हो होइन। यसो हेरौँ, तर यो निकाल्नु खोज्दा सकिएन। अहिले हिजो मैलो भएको छ। मैले यसलाई चाहिँ निकालेर अलिक त्यहाँ राम्रो ठाउँमा राखौँ भनेर आँटेको थिएँ। हजुर। अनि यसरी झम्पलले खोल्दाखेरि यहाँबाट फुत्तै उहाँ पुगेर उहाँ तल पछाडि। त्यसो भए नहुने रहेछ। मलाई उसलाई त्यतिकै छोडिदिएको। यस्तो जुन चाहिँ यो खालको शिलाहरू छैन, हजुर। यहाँ कतिवटा छन् ती यो भनेको जस्तै यो सेतो छैन। हजुर। यो एक किसिम खोलाको जस्तो छ नि त। होइन, यो त पाखाको हो नि त। एक किसिमको यिनीहरूको बनौटी यो खालको छ। हजुर। अनि यो एउटा बिएसी आएको थियो यहाँको भनेर, यो मन्दिरमा एकदम ठिक रहेछ भनेर उसले कति 5 वटा त लग्यो। ए विदेशीले? विदेशी होइन, उयो सप्तरीको। ए यस्तो त छ। अब हेर्ने सफा गर्ने कुरो छैन। हजुर। यहाँ यो हामीले यहीँ नै निकालेको है। यहीँ भित्रकै हो। भित्रैको हो। यो भित्रैको हो। अच्छा। यो मेरो छोरो 14 महिनामा कोरियामा मरेको हुनाले छोराको नाउँमा यो धातुको गणेशको स्थापना गरेको। ए हेर्नुपर्छ। अनि यहाँ चित्रहरू पनि छ भने यस्तो भित्तामा कता छैन मामा? हजुर, यस्तो भित्तामा कता के देखिन्छ? होइन, त्यो देखिने भनेको चाहिँ अनि अब जानुपर्छ नि त्यो ओह्रालो। अझै ओह्रालो जानु छ हामीलाई। यस्तो पो रहेछ। अब के यो तपाईँहरू आउनु सक्नुहुन्छ? आउँछौँ। जति यो चमेराको फोटो खिच्ने चमेराको ए पुरै चमेरै चमेरा। ल किन्नुभयो? जस यहाँभित्र सिँढीहरू बनाएको रहेछ होइन, प्लस्टरहरू गरेको रहेछ। सजिलो भयो क्या? सजिलो छ। हजुर। हामीले मूल स्थापना यहाँ गरे। मूल स्थापना। यो ढुङ्गा यहाँ थियो। अच्छा। यो ढुङ्गा
हजुर यो ढुङ्गा हामीले उँधो जानु सकिँदैन भने यो ढुङ्गा हामीले यहाँ झारेको यहाँदेखि उँधो जानु हो भनेदेखि म भन्ने जबरजस्ती गर्ने हो नि मोबाइल चल्दैन हेर्नु त उता उँधो छ नि त दुधो अनि मोबाइल अब हुँदैन हजुर म भन्ने जबरजस्ती गरेर जाऊँ भने होइन लोप भयो भने के गर्नु चौबारको डाँडामा जस्तो भयो भने नजाऊँ भनेर यत्तिकै स्थापना गरियो हजुर यो ऊ त्यताउति अच्छा यिनीहरू भएकोहरू अँ सबै त्यो शिवजीको मूर्ति छैन हजुर त्यो त काठमाडौँदेखि रामप्रसाद खनालले किनिदिएको त्यो भयो त्यो वर्षा भयो त्यो पार्वती त्यो गणेशको मैले उहीँदेखि ल्याएको मैले बोकेर ल्याएको त्यति बेलाको 4,000को सामान किनिदिएको थियो उसले हजुर ल्याएको अलि माथि जाने माथि कहाँ अलि माथि चढ्यो ए अँ यहाँबाट फेरि अरू पनि छ यहाँबाट जाने हो तल अरू पनि छ कि यतिसम्म हो यतिसम्म मात्रै यहीँबाट मस्त अनि चित्रहरू देख्नुभयो माथि 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 कुनामा ए त्यहाँ पक्नु भित्र त्यहाँ कसैको हात पनि पुगेन ए होइन अँ त्यहाँ ठ्याक्क मुनिबाट दियो कलश अट्ने राम्रो ठाउँ छ ए त्यही चाहिँ हामीले एउटा उपरवाले भनेर चाहिँ यो अरू त हामीले त्यहाँदेखिको थुपर थापर पारेको त्यहाँ चाहिँ अब सृष्टि नै होला त्यो त्यसलाई चाहिँ हामी भन्न सक्दैनौँ हजुर होइन त्यहाँ कति जोड गरियो कति लामा हातले हजुर सक्छौँ भनेर भन्दा पनि त्यो अलिअलि अरू देखिँदैछ नि सिङ्काले लगेर दलेको ए के थियो हो ए के थियो बाबा होइन देखाएको छैन के थियो मैले नदेखेको कि अनि कस्तो अनि के अरे मकुण्डो जस्तो छ छैन अँ पुरै मकुण्डो सबै जस्तो छ नि त नाक मुख सबै छ नि त अँ अब त्यहाँ चाहिँ हामीले कसैले छुन्छौँ त्यो कुनै स्रोतले भर्याङ लगाएर हामीले त्यहाँ मुनिबाट चाहिँ पहिले रहरको बेलामा दियो कलश बालेर राखिदिन्छ टन्न तेल लगाएर रातभरि बलिबस्थ्यो दिनभरि बलिबस्थ्यो त्यो यसको यतापट्टि पनि छ यो अहिले यो यहाँदेखि मास्टर हेर्ने हो भनेदेखि 4जना सुत्नु हुने ठाउँ छ र अब त्यो सुत्ने कुरै हरायो भने त त्यहाँदेखि मास्टर फुत्त त्यो डिल छ डिलदेखि पर्तिर ठ्याक्कै यस्तैसम्म छ त्यहाँबाट भित्र भित्र जान मिल्नै सक्ने मिल्न सक्ने तर अब के खोजिन निन्दा अनि क्या अब कोही बेला त के हातमा डर पनि हुन्छ नि त हौ त्यसो पनि भन्छ ल यहाँको भूभाग यो खालको हजुर अनि पहिले चाहिँ यहाँ के हुन्थ्यो अरे भनेदेखि हाम्रो यताउतिको सेतो के हो हेर्नु यत्तिकै जल बलिरहेको जस्तो हुन्छ र सेतो बोलिरहेको छ है सेतो बलि टल्किरहेको छ यो सबै ल यो चाहिँ के हो भन्ने कुरा थाहा भएन यो चाहिँ अहिलेसम्म हामीलाई केही थाहा छैन पुरै सेतो टलक्क टल्किरहेको छ होइन आउँदैन आउँछ त आउँदैन फङ्गस डिउ जस्तो क्या सिल्भर जस्तो क्या है त्यही त अँध्यारो गऱ्यो भने त पुरै हुन्छ होला ल म एकचोटि यहाँ बत्ती बालिदिन्छु नि त यो फेरि गुफाको अर्को साइडबाट एउटा सानो गुफा आउने बाटो चिप्लो हुँदैछ हजुर राइट यस्तो छ यो पछाडि यो ढुङ्गा आयो कि हजुर यो दुधबाट वारिपारि यहाँबाट निस्किएर त्यहाँदेखि पछाडि बाटो खोलेको ए यहाँ यो दुधबाट चाहिँ वारिपारि टेक्दै म यहाँ झरेर अनि त्यहाँदेखि त्यो पत्तो लगाएको महिने पहिलेको चाहिँ ए पहिला तपाईँ नै हो यहाँबाट यहाँ सिस्टममा पस्ने नै महिने आँटी गएर पसेको पुरै चिप्लो रहेछ यो त चिप्लो यतातिर छ नि यस्तो यस्तो यो सबै पुरेको थियो त्यहाँबाट फेरि माथि जाने हो यहाँ अलिकति छ ए ओहो यहाँ त पुरै चिप्लो माटो रहेछ अलि उतापट्टि भित्ताबाट भित्ताबाट
भाइ भान्जी लगिएलाई ए हुन्छ मामा अच्छा यहाँबाट चाहिँ भित्र जाने होइन यही मात्रै हो ए यति चाहिँ यहीँसम्म हो यहीसम्म मात्रै हो ए यहाँ एउटा एउटा यता पनि स्थापना गरेका थियौँ ब्याग ल्याउ त सिमन ए यहाँ चाहिँ तपाईँसँग परेको छ यहाँ यसो गरेका थियौँ अब यो किनाको है यस्तो यस्तो खालको यी बत्तीहरू त यहाँ अब पहिले पछि त सबै बालिन्छ होइन अहिले चाहिँ छैन ऊ त्यो दुधो छैन अब अहिले त हिलो छ यहाँ त्यहाँबाट त्यहाँभित्र बस्दाखेरि 6-7जना मजाले सुत्ने ठाउँ छ त्यहाँमा पनि त्यति यहाँबाट माथि जाने ठाउँ छ होइन यहीँबाट यहाँबाट त्यही त यहाँबाट चढेर चढेर त्यो माथि गयो भने त्यहाँ अझै ठाउँ छ होइन म बसेको थिएँ पहिले आँटी भएर त्यहाँदेखि मेरो छोरो पनि पुगेछ माथिबाट चिलाउनेको जरा यस्तो देखेछ अनि त्यहाँदेखि त्यता भयो बिस्तारै आयो भने अब बाटो यस्तो त छ होइन अब फुको फालोमा अनि बिस्तारै झर्दै आइयो फेरि अर्को उसको साथी मूर्खे आएछ हिँड्दा जाऊँ कहाँ छ त्यो सर्प त म समाइहाल्छु नि भने स्वाट पश्चात त चिलाउनेको छोरा परेछ अनि यस्तो यहाँको भूगोल अब अहिले त्यो उँधी चाहिँ पाइँदैन यो पछि बाल चतुर्दशी हुँदैछ चाहिँ कहाँ जान्छ यति बेला बर्खाको सिजनमा चमेर भने टन्नै छ भान्जी हजुर अलिक माथि आयो होइन हेरेँ ऊ त्यहाँ हेर्नु टल्केको ऊ टल्केको हेरेको के चाहिँ उयो त्यो टल्क्यो त्यो उयो जस्तो टर्च निभाउँदा चाँदी टर्च निभाए चाहिँ म मोबाइलको पनि लाइट निभाउँछु कि अनि हेर्नु भयो यसरी गर्दाखेरि त्यो चाँदी जस्तो टल्किरहेछ टल्किरहेछ है ल यही हो यो माथिको त यो सिलिकन जस्तो लागिरहेछ मलाई होइन ढुङ्गामा भएको सिलिकन खोइ के हो त्यो होइन तर त्यो तलको त्यो जुन टल्केको थियो नि त्यो हातमा लगाएपछि चाहिँ त्यो ठ्याक्क बिलिँदो रहेछ क्या ए त्यही त होला यो पनि त्यही हो त्यही होला त्यो टल्केको चाहिँ यो ढुङ्गामा यो भएको चाहिँ यसलाई सिलिकन मलाई जस्तो लाग्छ होला ल ल अब लागौँ फेरि सिमरन बत्ती छ भने छ मामा त्यो चिप्लोमा चाहिँ अलिक अडिउँ है हुन्छ चिप्लोमा चाहिँ विचार गरौँ अनि यो अलिअलिको कता कताको थोरै यहाँ पनि छ मामा के टल्किने छ टल्किने हेर त हातमा आउँछ नि हातमा के डिउ हो होइन ऊ चिसो सायद फङ्गस होला यो त्यस्तै के चिसोले चिसोले तर यो कस्तो गोल्डन टाइपको छ कि तामा हो कि पिसुन हो पुरै गोल्डन छ त यो त यहाँ त ढुङ्गै हुन्छ यस्तो ढुङ्गा त हो कि यो फङ्गसमा उयो के भन्छ उयो लागेको क्या के भन्छ शीत लागेर यस्तो भएको टल्किन्छ पुरा सेतो सिल्भर जस्तो त्यसमा फेरि तामा भनौँ कि अब पित्तल भनौँ कि गोल्ड भनौँ होइन को ढुङ्गा पुरै सेतो ल लागौँ यति चाहिँ माथिबाट पानी आइबस्यो नि त अनि यति हाम्रो त्यो उसले काम गर्नु सकेन यति पनि यसरी चोरिङसम्म गर्नु पाएको भए पनि त्यो माथिबाट पानी चुहुँदो छ जस्तो छ है हो नि यो त यसरी माथिबाट पानी माथिबाट यहीँ आएको यहीँ झरेको पानी हो ए माथिबाट भल पनि अलिअलि हल्का हल्का चाहिँ हो तर यहीँकै यो चिसो होसले चाहिँ यतिको हुन्छ यो चुहिरहेको छ नि हजुर यही भित्रिकै हो यो पानी त यस्तो हुँदो रहेछ बाहिर पछाडि लाइटमा देख्दा फङ्गस नै हो यो अब बाहिर निस्कौँ माथि निस्कौँ हुन्छ राम्रो धुवा है मिठो धुवा एकदम अहिले चाहिँ हो अघि चाहिँ कस्तो भयो अहिले चाहिँ आएछ ल अब हामी फेरि बाहिर निस्किँदैछौँ जो सिँढी बनाएर हामीलाई सजिलो चाहिँ भएको छ हो नि धेरै सजिलो छ नि त पहिले त हामी यहाँ कति दुःखले कति भित्तले गर्नु ब्याग देऊ ए ब्याग छोड ब्याग छोड म ल
ल म बोक्छु म त्यहीँ अलिकति अप्ठ्यारो ब्याग लिएर गाह्रो हुन्छ कसैले चाहिँ के भन्छ भने होइन यतिको अप्ठ्यारो घरमा गएर बस्ने बेला होस् भनेर भने कसैले होइन अब अलिक सजिलो बना पनि भन्छ पहिलेको भूगोल जस्तो थियो अलिक होस् न भनेर पनि भन्छन् कोही होइन हजुर ल हामी पातले गुफाबाट छिरेर बाहिर निस्क्यौँ